हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज हामी कोटियोम जाँदैछौँ। पोखरामा भइराखेको छ, हजुरहरू पनि आउन सक्नुहुन्छ। आजको दिन कस्तो हुन्छ, कस्तो चलिरहेको छ त्यहाँ कोटियोमको अवस्था म देखाउँछु ल। म चाहिँ भ्यू गेटबाट अब गाडी चढ्न लाएँ। अराउन्ड 1 घन्टा जति लाग्छ होला। बिरौटामा भने चाहिँ कोटियोम लागिरहेको चाहिँ सौभाग्य आइसकेँ। अब सौभाग्यबाट अब बिरौटा जाने हो। गाडी चेन्ज गरेर जानुपर्छ। यहाँ अम्बिका जुसमा छेउमा चाहिँ त्यहाँ भोक लगाएर मलाई चाहिँ पहिला कोटियोम जानुभन्दा अगाडि अम्बिका जुसमा आएर खाना राख्छु। त्यहाँ भोक लाग्यो, केही खाएन। 11:30 त बढी भइसक्यो। त्यही भएर यस्तो भोक लाग्यो। त्यही भएर म अहिले एकछिनमा जान्छु खाएर चाहिँ। खाना नखाइआएको भएर म चाहिँ लस्सी खान आएको हो। एटिएम खोज्दै हिँडेकोमा चाहिँ एटिएम पाइएन। अनि म यहाँ आकाशे पुलमा आएर बसेछु यसै एटिएम नपाएर। ए आमा, यति साह्रै भिड छ। कोटियोम आइपुग्यौँ हामी चाहिँ। यति भिड छ, आज शनिबार भएर नि होला। यस्तो राम्रो रहेछ। हजुर हाम्रो घर आँगन सम्मान व्यक्त गरिदिनु होला। चर्चित नृत्याङ्गना, अन्तर्राष्ट्रिय नृत्याङ्गना जो भरतनाट्यम यो सुन्दर नृत्य प्रस्तुत गर्नुभयो उडिसा नृत्य, यहाँहरूका बिचमा जोरदार तालले सम्मान व्यक्त। एकचोटि सबैले हात माथि उठाउनुहोस् त। यहाँ अगाडि उभिनु भएकाहरूले हात माथि उठाउनु। एउटा कुरा भनौँ, हजुरहरूलाई उभिँदाखेरि अप्ठ्यारो नमान्नु होला। धेरैले हामीलाई सल्लाह पनि दिनुभयो, समूहको अध्यक्षलाई बोलाएर सम्मान गरे हुन्न र भनेर। तर महाराजले त्यस्तो होइन। यो व्यास मञ्चमा आएर व्यास मञ्चबाट बरु एकैछिन लाइन लागेर उभिए पनि सबै दानवीरदाता समूहलाई व्यास मञ्चबाट सम्मान गरौँ भनेर, व्यासपीठ परिक्रमा गर्ने अवसर दिउँ भनेर महाराजले यो अवसर हामीलाई दिनुभएको छ। यति अलिकति एउटाले आमा समूह दिदीबहिनीहरू हाम्रो बिचमा पाल्नु भएको छ। कविता कुँवरजीलाई विशेष सम्मान, विशेष आभार व्यक्त गर्न चाहन्छु। यति बेला हाम्रो बिचमा आदरणीय एरिक सुनार छोराले आमा खोजिरहनु भएको छ। गीता सुनार आमा हराउनु भएको छ भन्ने सचिवालय सदस्यहरूबाट जानकारी आएको छ। गीता सुनार आमा जहाँ हुनुहुन्छ कृपया स्वामीजीहरू एकै स्थानमा नेपालको इतिहासमा सबैभन्दा धेरै कुण्ड एकै स्थानमा नेपालको इतिहासमा
म सबैभन्दा फेरि गरौँला भन्नेहरूको सबै थप्ने दाताहरूको आजीवन सदस्यहरूको आजीवन अभिभावकहरूको सबैको जय होस्, कल्याण होस्। होला एकदम भिड छ, यस्तो भिड छ कि यस्तो भिड छ। यस्तो दर्शन मात्रै गरेर फर्किन लाएँ म चाहिँ। शनिबार आज होइन 4 दिन भएर होला यस्तो गाह्रो भएर म 4-5 ठाउँमा लडेँ। त्यही भएर पनि अब रिसाउन भएन, कोही त जबरजस्ती धकालिदिने कि जाने जाने। यस्तो भिड छ, कसम आत्तिनी भिड छ, आत्तिनी नै। यस्तो गर्मी फर्किनलाई म अराउन्ड हामी आधी घन्टा बस्छौँ। म आधी घन्टा जति बसेर आत्तिएँ, म सक्दिनँ भन्ने जस्तो। यति गर्मीले दिन सक्नुहुन्छ मेरो फेस पसिनै पसिना भए। अब म फर्किनलाई गाडी चढिसकेँ, फेरि पृथ्वी चोक गएर गाडी चेन्ज गर्नुपर्छ। म चाहिँ खाजासाजा खाएँ, सपिङ गरेँ, आज मेरो सपिङ भयो। अब म रुम फर्किनलाई गाडी कुर्दैछु, गाडी आएपछि जान्छु। आजको भ्लग यहीँ सकियो। थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ दिस भिडियो। अनि हजुरहरू कोटियाम आउनु होला अवश्य पनि। वैशाख 26 गतेसम्म छ क्या हो लास्ट डेट चाहिँ। थ्याङ्क यू। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला ल। सरी मैले वैशाख 26 भनेको छु, तर त्यो जेठ 26 हो। हजुरहरू चाहिँ बुझ्नु भयो होला होइन। बाई बाई।